ओइ के भयो तँलाई किन आत्तिको हेर्न 3 बज्न लागिसक्यो अझै क्लास सकिएला जस्तो छैन के भयो आज र जसरी पनि घरमा पैसा पठाउनु पर्ने छ आत्तिको त अनि ब्याङ्क बन्द हुन्छ नि त लाटी त्यतिखेर पनि आत्तिनुपर्छ फोन पे डाइरेक्ट छँदैछ नि फोन पे डाइरेक्ट हजुर फोन पे डाइरेक्ट आफ्नो मोबाइल ब्याङ्किङ एप खोली सेन्ड मनीमा गई अदर ब्याङ्क चुज गरेर अकाउन्ट डिटेल्स र अमाउन्ट हाल्ने र रिमार्क सेक्सनमा FSA 25 GCS लेखी प्रोसिड गर्ने अनि मम्मीको अकाउन्ट डिटेल सबै रुममै छ नि अकाउन्ट नम्बर किन चाहियो मोबाइल नम्बर भए पुगिहाल्छ नि हो र मोबाइल नम्बरले मात्र पनि हुन्छ नि सेन्ड मनीमा गई अदर ब्याङ्क चुज गरी रिसिभरको मोबाइल नम्बर र ब्याङ्क चुज गर्ने अनि अमाउन्ट हालेर रिमार्क सेक्सनमा FSA 25 GCS लेखी प्रोसिड गर्ने अब पैसा पठाउन एकदमै सजिलो किनकि मात्र मोबाइल नम्बर भए पुग्छ के तपाईहरू अझै पनि नगद बोक्ने र लाइनमा बस्ने गर्नुहुन्छ यदि गर्नुहुन्छ भने आजैदेखि नगद छोडौ फोन पे गरौँ तपाईको स्मार्ट लाइफ तपाईको फोन पे हजुरहरूले कुनै पनि मोबाइल ब्याङ्किङ एपबाट ब्याङ्क टु ब्याङ्क ट्रान्जेक्सन गर्दाखेरि रिमार्क सेक्सनमा हाम्रो कोड FSA 25 GCES लेख्न नबिर्सिनुहोला